गलकुट अनलाइनको नियमित प्रस्तुति अन्तरङ्ग कुराकानीमा यहाँहरू सबैलाई स्वागत छ। म थम्मन थापा। आज पनि हामीले फरक विषय, फरक प्रसङ्ग र फरक व्यक्तित्वसँग संवाद गर्ने सन्दर्भमा आज हामी मध्य दरमखोला ए परियोजना जो ताराखोला गाउँपालिका वडा नम्बर 1 मा सञ्चालनमा आउने तयारी गरिराखेको छ र बीचमा स्थानीय र हाइड्रो बीच केही सङ्घर्षका कार्यक्रम जारी रहेका छन् र हिजो मात्रै स्थानीयहरूले गलकुट नगरपालिकाको कार्यालयमा विरोध प्रदर्शन समेत गरिसके पछाडि हामीले आज सङ्घर्ष समितिका सदस्य नारायण ध्वज मल्लसँग कुराकानी गर्ने जमर्कोमा जुटिराखेका छौँ। आउनुहोस् आजका अतिथि नारायण ध्वज मल्लजीलाई स्वागत गरौँ। स्वागत छ तपाईँलाई कार्यक्रम विशेष संवादमा। बस नमस्कार, धन्यवाद। आराम हुनुहुन्छ? हजुर, ठिक छ। अब हिजो मात्रै जुन अहिले यति बेला गलकुट र ताराखोला क्षेत्रमा एउटा जल्दो बल्दो विषय भनौँ न, अब व्हाइट गोल्ड मल्टी एनर्जी प्रणालीले अहिले 4 मेगावाटको मध्य दरमखोला यी परियोजना सञ्चालनको लागि निर्माणाधीन अवस्थामा छ र अलिकति तपाईँहरूले आफ्ना विभिन्न मागहरू राखेर सङ्घर्ष कार्यक्रमलाई अगाडि बढाइरहनु भएको छ। हिजो मात्रै भनौँ न चाहिँ आम नागरिकहरू जो सङ्घर्ष समितिमा आबद्ध हुनुहुन्छ उहाँहरूले नगरपालिकामा विरोध पनि प्रदर्शन गर्नुभयो। खासमा समस्या कहाँनिर आइरहेछ? यसमा यो हाइड्रो कम्पनीले गत सालदेखि नै यो क्षेत्र जुन योजनाको चाहिँ क्याचमेन्ट छ भन्नाले पानी ल्याउने ठाउँ र त्यो ठाउँ र अहिले आएर अन्तिममा बनाउने पावर हाउस सबै ताराखोला गाउँपालिकाको क्षेत्रमा पर्छ र यो योजना सुरु गर्दाखेरि स्थानीय सरकार ताराखोला गाउँपालिकासँग समन्वय गरेर कम्पनीले 1-2 साल अगाडि नै काम सुरु गरेको अवस्था हो। तर गएको सालदेखि हाम्रो गलकुट नगरपालिकाको वडा नम्बर 5 र 6 को क्षेत्रमा नपरे तापनि गएको सालदेखि हरिचौर 5 गणपा 5 हरिचौरमा आउने सिँचाइ कुलोको मुहान र हरिचौर गणपा 6 ठुलाथरमा आउने सिँचाइ कुलोको मुहान भन्दा यो हाइड्रो पावरको पावर हाउस चाहिँ केही तल बन्ने अवस्थामा अहिले आएको छ र यो प्रक्रिया पावर हाउसको प्रक्रिया कामको प्रक्रिया सुरु हुँदाखेरि यो कुलोबाट प्रभावित उपभोक्ता र त्यहाँको समितिले चाहिँ तपाईहरूले चाहिँ योभन्दा माथि बनाउनुहोस्, हाम्रो चाहिँ सिँचाइको लागि प्रभावित हुन्छ भन्ने कुराको छलफल विषय आएर वडा नम्बर 5 को कार्यालयमा उहाँहरूले चाहिँ सम्झौता पनि गरेको अवस्था हो। तर कम्पनीले काम गर्दै जाँदाखेरि अब नियतवश हो अथवा भुलचुकमा हो अथवा काम गर्दा गर्दै प्र्याक्टिकली के विघ्न बाधा हुन् त्यो चाहिँ कम्पनीलाई थाहा होला। तर अहिले फिल उसमा हेर्दाखेरि त्यो मुहानहरूभन्दा 2-4 मिटर तल संरचनाहरू बनाइरहेको अवस्था भयो र विभिन्न समयमा चाहिँ उहाँहरूसँग समन्वय गर्दा कम्पनीको चाहिँ सरकारवाला व्यक्तिहरूसँग गर्दा स्थानीय सरकारसँग नगरपालिका वडासँग पनि लो कसरी गर्ने हो के हो यो हामी प्रभावित हुन्छौँ भनेर कुरा राख्दा राम्रोसँग समन्वय हुन नसकेको अवस्थाले गर्दा यो सङ्घर्ष समिति एउटा चाहिँ यहाँको उपभोक्ताहरूले चाहिँ आम भेला गरेर एउटा सङ्घर्ष समिति गठन गरेर सङ्घर्ष समिति मार्फत चाहिँ हाम्रा आवाजहरू अगाडि बढाएको अवस्था हो र त्यही सङ्घर्ष समितिमा एउटा सदस्यको रूपमा म पनि छु र हिजोको अवस्थामा 2-3 पटक यो छलफलको विषय भयो र हामीले यो योजनाका सञ्चालक समितिका सदस्यहरूसँग पनि भेट भएर ल तपाईँ हामीहरू चाहिँ सरकारवालाहरू कसरी मिल्ने, हाम्रो सिँचाइमा प्रभावित नहोस् र त्यो तरिकाले तपाईँहरूको योजना पनि निरन्तर होस् भन्ने तरिकाबाट कसरी मेलमिलापमा जाउँ र तपाईँहरूले चाहिँ ल समय लिएर आउनुहोस् भनेर हामीले उहाँहरूलाई चाहिँ पनि भनेको अवस्था हो। र यति गर्दा पनि उहाँहरूले ढिलाइ गर्दै कामहरू निरन्तर गरिरहनु भएको अवस्था छ र त्यही हुँदाखेरि अब प्रशासकीय तर्फबाट सिडिओ साहब र एसएसपी साहबहरू चाहिँ गलकोट घुम्ने क्रममा यो फिल्डमा आउनुभयो। आएर सङ्घर्ष समितिका केही साथीहरूसँग फिल्ड भिजिट भयो। भिजिट हुँदाखेरि पुसको 30 गते मङ्सिरको 30 गते हामी चाहिँ पुसको 30 गते चाहिँ मैले समाधानको लागि
चाहिँ छलफलमा म पनि आउँछु र अहिले माथिको काम गर्न दिनुहोस्, तल विवाद भएकोमा अहिले काम बन्द भनेर सिडिओ साहब गएको अवस्थामा हिजो पुसको 2082 पुसको 6 गते हामी सङ्घर्ष समिति लगायत उपभोक्ताहरू चाहिँ त्यो प्रभावित क्षेत्रमा हामी जम्मा भएर बसेका थियौँ। तर बागलुङबाट सिडिओ साहब आउने नआउने खबर पनि केही पनि भएन र उहाँ आउँदा नै आउनु भएन। त्यही परिवेशमा जनमानसहरू आक्रोशित भएर अब हामीले कला भन्ने त अब योभन्दा अगाडि कसरी जाने त भन्ने कुरामा आउँदाखेरि संयम भएर एउटा चाहिँ वडा होइन नगरमा नै गएर नगर प्रमुख उपप्रमुखसँग यो समस्या भयो, सिडिओ साहब किन आउनु भएन, यो छलफल किन रोकियो, हामीलाई जानकारी नै भएन, सिडिओ साहब चाहिँ सम्पर्क नै आउनु भएन, त्यस कारणले तपाईँहरूले हाम्रो आवाज सुनेर केही गर्नु पर्यो भन्ने अवस्थामा हामी माथि प्रभावित क्षेत्र कुलाको मुहानमा जम्मा भएको मानिसहरू नगरपालिकामा गएको अवस्था हो। नगरपालिकामा जाँदा नगर प्रमुख काम विशेषले पोखरा हुनुहुन्न रहेछ, उपप्रमुख चाहिँ निरीक्षणको कार्यक्रममा हाम्रो वडा नम्बर 10 मा हुनुहुन्न रहेछ। तर त्यहाँको भिडलाई समूह गर्नको लागि चाहिँ उहाँहरू आइदिनु पर्यो। उहाँहरूले चाहिँ अब कसरी तर पहिला पनि हाम्रो क्षेत्रभित्र पर्दैन र यो कसरी समन्वय गर्ने भन्ने कुराहरू त राख्नु भएको थियो। तर हाम्रो क्षेत्रमा नपरे तापनि व्यवहारिकताको हिसाबमा त्यो अहिले बन्दै गरेको ठाउँ सार्वजनिक ठाउँमा छ र केही भाग किता चाहिँ छोएको भाग चाहिँ त्यो जग्गावालालाई पनि खबर नगरेको अवस्था छ। त्यस कारणले गाईघाट झरना ताराखोला गाउँपालिकामा भए पनि हामी साबिकको हरिचौर गाउँपालिकाले बजेट छुट्टाइ टुरिज्मको लागि पर्यटनको लागि हामीले चाहिँ धेरै सहयोग गरेर व्यवस्थापन गरेको अवस्था छ। त्यस कारणले हाम्रो चासोको विषय हो तपाईहरूले चाहिँ केही समन्वय गरिदिनु पर्यो भन्ने अवस्थामा हामी हिजो गलकोट नगरपालिकामा गएको अवस्था हो। अब जस्तो हिजो मात्रै नभएर यो चरणबद्ध रूपमा तपाईँहरू सङ्घर्ष कार्यक्रमहरू निरन्तर गर्दै आइरहनु भएको छ। समय समयमा दबावमूलक कार्यक्रमहरू पनि भइरहेछन्। हामीले योभन्दा अगाडि पनि हाइडोसँग पनि कुराकानी गऱ्यौँ, सङ्घर्ष समितिको अध्यक्षसँग पनि कुरा गऱ्यौँ। यद्यपि आजसम्म तपाईँको समस्याको जड कहाँनिर चाहिँ अड्किरहेछ र चाहिँ नगरपालिकाले साँच्चै के गरिदियो भने अथवा भनौँ न कसले चाहिँ यो समस्याको समाधान गर्छ जस्तो लागिरहेछ तपाईँहरूलाई? यो समस्याको समाधान लगानीकर्ताको समिति र यहाँ कुलोको उपभोक्ता वनको उपभोक्ताहरूसँग बसेर दुई पक्षको कुरा सुनेर समन्वय नगरपालिकाले अथवा सिडिओ कार्यालयले अथवा सिडिओ कार्यालय पनि चाहिएन, स्थानीय सरकारको हिसाब किताबमा नगरपालिकाले समन्वय गरेर दुई पक्षलाई राखेर दुईटै पक्षले चाहिँ संयम भएर गिभ एन्ड टेकको आधारमा दुईटैको विन विन तरिकाले चाहिँ मिलापत्र गरेर योजना अगाडि लाँदा योजनाकर्ताहरूलाई पनि राम्रो छ र उपभोक्ताहरूलाई पनि राम्रो छ। उपभोक्ताको मुख्य कुरा के छ भने एउटा त यो कति कुराहरू चाहिँ हामी विज्ञ नभए तापनि कुराको प्रसङ्ग आएर खोतल्दाखेरि धेरै कुराहरू चाहिँ पुरा नभएको जस्तो देखियो त्यहाँ। जस्तो यो नदी चाहिँ हिउँबाट आएको सोर्स होइन। अहिले एक घर एक धारा भन्ने चाहिँ प्रदेश सरकारको पनि नीति छ। जहाँ मूल फुटेको छ त्यहाँबाट पाइप जोडेर घर घरमा पानी लगिएको छ। दरमखोलाको सोर्स भनेको मूल त्यही मूलहरू हुन्। त्यस कारणले यो खोलाको चाहिँ एकदम आयु एकदम लामो देखिँदैन। त्यो अवस्थाले गर्दाखेरि लगानीकर्ताले पनि अब सिँचाइको लागि कति पानी छोड्नुपर्ने र कति पानी बचेको छ त्योबाट चाहिँ अध्ययन गरेर उहाँहरूले चाहिँ हाइड्रो निकाल्नु पर्ने र त्यहाँ पुरा मात्रामा पानी छोडेको अवस्था पनि देखिएको छैन। र उहाँहरूले लगानी गर्दाखेरि खोलाको मापदण्डको जग्गाहरूलाई छोडेर अर्को जग्गा किनेर उहाँको लालपेजभित्र चाहिँ क्याचमेन्ट बनाउनु पर्ने, त्यो पनि त्यहाँ नभएको जस्तो देखिन्छ अथवा छ। त्यो कुराहरू चाहिँ हामीलाई थाहा भएन, तर हाम्रो जिज्ञासा त्यो हो, त्यो छ कि छैन। अर्को दोस्रो नम्बर कुरा, गाईघाट झरनादेखि माथि एउटा सानो क्रसर निकालिरहेको पोइन्ट छ। त्यहाँ आउँदा उहाँहरूको 3 मेगावाट निस्किने रहेछ। पहिलाको योजना त्यहाँ हो भन्ने सुन्ने हो, त्यो हो कि होइन? त्यहाँ हो भने त्यसलाई चाहिँ अलि तलतिर ल्याउँदाखेरि त्यो एकैचोटि 4 मेगावाटमा आउने हुँदा नाफामुखी देखेर तल आएको जस्तो देखियो र त्यो पनि आउन नै सकिन्थ्यो। तर चाहिँ त्यहाँ चाहिँ गाईघाटको झरना प्राकृतिक अब गलकोटको नगरपालिकाको चाहिँ कृषि र पर्यटन
र स्वरोजगार भन्ने चाहिँ हाम्रो लोगो नै उ छ। त्यस कारणले गर्दाखेरि त्यो पर्यटनको लागि चाहिँ स्थानीयले अनि राज्यको पैसा पनि त्यहाँ खर्च भएर अब डोलीडार मार्फत चाहिँ एउटा 30 मिटरको पुल पनि बनिरहेको छ। गर्दाखेरि त्यो संरचनालाई संरक्षण गर्दाखेरि ताराखोला गोलकोट नगरपालिका समग्र जिल्ला प्रदेश सबैको गहनाको रूपमा छ। त्यस कारणले योजना पनि गर्ने, त्यसलाई पनि संरक्षण गर्ने तरिकाले जाँदाखेरि राम्रो हुन्थ्यो। त्यस कारणले 2 नम्बर कुरा उहाँहरूले 3 मेगावाट गराउँदाखेरि राम्रो छ। यदि भएन भने उहाँहरूले चाहिँ तल आएर मुहानभन्दा माथि जुन सम्बन्धित मन्त्रालयहरूको नीति नियममा कति छ, 1 किलोमिटर 2 किलोमिटर 400 मिटर 500 मिटर कतिमा उहाँहरूले बनाउनु पर्थ्यो, त्यहाँ बनाउनु पर्न्थ्यो। त्यस कारणले उहाँहरूले यी विभिन्न कारणहरू कसरी कमी कमजोरी भयो कि अथवा ठिकमा छन् कि भन्ने कुराहरू दुई पक्ष बसेर समन्वय गरिदिने कुरा चाहिँ नगरले गर्दैमा दुई पक्षको चाहिँ मिलापत्र भएर यो योजना पनि अगाडि जाने थियो र चाहिँ सबै सम्पूर्ण उपभोक्ताको पनि चित्त बुझ्ने थियो भन्ने कुराहरू हामीले चाहिँ सङ्घर्ष समितिको पनि उनीहरूको प्रतिनिधि गर्दाखेरि हाम्रो भावना पनि त्यही छ। उहाँहरूले जस्तो हाइड्रो जुन भनौँ न व्हाइट गोल्ड मल्टी एनर्जी प्रणालीले जसरी अब दरमखोलामा मध्य दरमखोला यो परियोजना सञ्चालन गर्दैछ अथवा भनौँ निर्माणाधीन अवस्थामा छ, उहाँहरूसँगको कुराकानीमा हामी भनौँ न चाहिँ जो कृषकहरूलाई पानीको लागि हामी हर हालतमा हामीले के सम्झौता गर्नुपर्ने हो, हामी तयार छौँ तत्पर छौँ भनिरहनु भएको छ। यद्यपि अहिलेसम्म फेरि समस्याको समाधान पनि निस्किसकेको छैन। वास्तवमै जमाईको भनौँ न दुई पक्ष सङ्घर्ष समिति र हाइड्रो बिचको संवाद पनि तपाईँको चाहिँ एकपटक असारमा सम्झौता भयो भन्ने पनि सुनिएको थियो वडामा, र अझै पनि तपाईँको चाहिँ यो निकास ननिस्कनु होइन, हामी कहिलेसम्म यो सङ्घर्षको कार्यक्रम जारी राख्छौँ? होइन, यो चाहिँ यस्तो छ सर, अब खासमा टेक्निकल्ली कुरा दुईटा पक्षले मिसअन्डरस्ट्यान्डिङ भएको जस्तो मैले महसुस गरेको छु। किनभने पहिला गर्नुभएको सम्झौतामा जनसमुदायले चाहिँ माथि पानी खसाल्नु भनेको अर्थ माथि नै संरचना बनाउनु भन्ने हो भन्ने कुराहरू भाव राख्नुहुन्छ भनेदेखि हाइड्रोको समितिले के भन्नुहुन्छ भने तपाईँहरूलाई पानी पम्पिङ गरेर अथवा पाइपबाट जोडेर चाहिँ तपाईँहरूको मुहानभन्दा अलि तलतिर जोडिदिएर जसरी पनि हामी सिँचाइको लागि पानी पुर्याउँछौँ भन्ने प्रतिबद्धता गर्नुहुन्छ उहाँहरू। तर त्यो पानीको होइन, तर नीति कहाँ छ त? त्यो मुहानमा क्याचमेन्ट आउँदाखेरि त्यो त मेन दरमखोलामा चाहिँ भल बाढी पहिरो आउँदाखेरि बालुवा आउँछ, ढुङ्गाहरू आउँछ, अनि उहाँहरूको त्यो पाइपमा आएर चाहिँ पानी सप्लाईमा उपयुक्त हुन्छ कि हुँदैन? त्यो नेचुरल नीति नियम अनुसार हुन्छ कि हुँदैन? खासमा भनेको त्यो कुलोको जुन मुहानको पानीको क्याचमेन्ट छ त्यो क्याचमेन्टभन्दा माथि क्लियरेन्स कति हुनुपर्ने? खुला रूपमा प्राकृतिक रूपमा खोला चाहिँ सल्ल बगेर आएर कुलोको क्याचमेन्टमा हुनु पर्यो। हाम्रो चाहिँ सङ्घर्ष समिति लगायत उपभोक्ताको र जनमानसको आवाज यो हो। र सङ्घर्ष समिति के अरे योजनाकार को पक्षबाट के भन्नुहुन्छ भने हामी जसरी नै पानी पुर्याउँछौँ, पानीको महत्त्व होइन, त्यो पानी किन सार्वजनिक ठाउँमा चाहिँ उहाँहरूले बनाउनु भएको छ? सार्वजनिक सम्पत्तिमा उहाँको लाल पूजामा बनाउनु पर्यो नि, कि अर्काको हो भने किनेर बनाउनु पर्यो नि? तिरोको जग्गामा पावर हाउस किन सार्वजनिक ठाउँमा भयो? त्यो उहाँहरूले क्षतिपूर्ति सहित गर्नुपर्छ। र अब हाम्रो कार्यक्रम के हो भने गोलकोट नगरपालिकाले हुन्छ कि अनि सिडिओ कार्यालयले हुन्छ कि समन्वय गरेर दुई पक्षलाई विकास पनि हुने र सहमतिमा पनि आउने तरिकाले समन्वय गरिदिने कुरा हामी खोज्दैछौँ। भएन भने हामी सङ्घर्ष समिति पनि हामी सबै होइन, हामीलाई चाहिँ हामी प्रतिनिधिमूलक हो, जनमानसलाई हामीले चाहिँ कन्ट्रोल गर्न सक्ने अवस्था नै आउँदैन। हिजोको अवस्थामा हामीले कुनै पनि क्षति हुनमा रोकेको अवस्था हो, जे पनि हुन सक्थ्यो, नगरपालिकामा नि केही पनि हुनसक्छ, घुसपेट हुनसक्छ। ती कुरामा पनि हामी सङ्घर्ष समिति हौ भन्दैमा हामीलाई पनि ठुलो जिम्मेवारी छ। उता के गरे भोलि बिहान कुनै जुलुसले कहीँ केही भौतिक संरचना भत्काइदिने अथवा कोही नचाहिने कामहरू अथवा त्यहाँ कोही आएर घुसपेट गरिदियो भने हामीको जिम्मेवारी हुन्छ। त्यस कारणले यो सानो कुरा छैन, यो छिटोभन्दा छिटो हिजोको कुरामा हाम्रो नगर प्रमुखले चाहिँ म भोलि गोलकोट आइपुग्छु र सरोकारहरूसँग जति सक्दो छिटो समन्वय गरेर यो छलफलमा अगाडि बढाउँला भन्ने आश्वासन
दिएपछि अन्तिममा हामी चाहिँ नगरपालिकाबाट निस्केको कुरा हो र यो अब नगर प्रमुखले जहाँसम्म आशा लाग्छ हाम्रो गोलकोट नगरपालिकाको नगर प्रमुखले यसलाई गहिरो रूपमा चाहिँ चिन्तन मनन गरेर दुई पक्षलाई चाहिँ एक ठाउँमा आएर समन्वय गरेर अगाडि बढ्नलाई चाहिँ पहल गर्नुहुनेछ भन्ने हाम्रो ठुलो भरोसा आश यसैमा छ। अब जस्तो भनौँ न यो दरम खोलाको मात्रै विषय नभएर देशैभरिको सन्दर्भमा जुन हाइड्रो पावरको लाइसेन्स वितरण गर्ने क्रममा सङ्घीय सरकार अथवा केन्द्रीय सरकारले लाइसेन्स वितरण गर्ने होइन उहाँहरूले चाहिँ आफ्नो विधि प्रक्रियाबाट लाइसेन्स ल्याउनुहुन्छ अनि तपाईँको चाहिँ कुरा आउँछ फेरि स्थानीयमा किनभने नजिकै अब तपाईँहरू अहिले यति बेला कुलाको लागि कुलोको प्रभावित क्षेत्रहरू पनि भयो पर्यावरणको कुरा पनि छ होइन यता तपाईँको चाहिँ अलिकति दरम खोलाको माछा पनि सङ्कटमा पर्ने भयो भन्ने नागरिकको चिन्ता पनि अर्कोतिर छ। अनि सबै कुराहरू जुटिरहँदा होइन एउटा चाहिँ भनौँ न स्थानीय सरकारको मात्रै भूमिकाले यो पर्याप्त हुन्छ या तपाईँको चाहिँ यसमा प्रदेश र केन्द्र सरकारको पनि भूमिका हुनुपर्छ के लाग्छ हजुरलाई? यो चाहिँ समयअनुसार सङ्घ सरकारले नीति नियमहरू परिवर्तन गर्नुपर्छ। टेक्नोलोजी भन्ने चिज रात गयो अग्राग पलायो भने जस्तो हुँदैन, एक रातमा धेरै कुराहरू विकास भइसक्छ र यी नीति नियमहरू जति छन् ओपन क्यानल अनि त्यसपछि हामी चाहिँ धेरै अन्धकारमा भएको अवस्था छ। अहिलेको टेक्नोलोजीले त्यो भन्दैन। अहिले पहिला चाहिँ हाम्रो नेपालमा ठुल्ठुला नदीहरू चाहिँ विदेशको कम्पनी आएर डिजाइन गरिदियो लगानी गर भन्ने अवस्था थियो। समय अवस्था अनुसार अहिले हामी नेपाल पनि सक्षम भइसकेका छौँ। त्यस कारणले हामीसँग प्रशस्त रूपमा नेचुरल सोर्स छन्। यी साना खोलाहरू गर्दा कति उपयुक्त छ कति छैन भन्ने कुराहरूलाई फेरि सङ्घ सरकारले जति पनि हाम्रो चाहिँ विधि विधानहरू छन् समयअनुसार त्यसलाई परिमार्जन गरेर र यो लाइसेन्स दिने र यो योजनाहरू अगाडि बढाउने गर्नुपर्छ जस्तो लाग्छ मलाई। किनभने बिजुली नहुँदा त हामीले पनि विकासको लागि यहाँ बिजुली निकाल्न पाए बाल्न पाइन्थ्यो भन्ने कुराहरू जमाना थियो। अहिले जमाना टेक्नोलोजीले गर्दाखेरि अहिले चाहिँ हामीले यति सानो खोलालाई चाहिँ बिजुली निकाल्नुपर्छ भन्ने छैन। आज आएर पर्यावरणको कारणले गर्दा विश्व ध्वस्त भइसकेको छ। एउटा चाहिँ मौरी जीवन चाहिँ भएन भने हाम्रो यो वनस्पतिहरू केही पनि हुँदैन। त्यस कारणले इकोसिस्टमको लागि पनि हैन प्राकृतिकको इकोसिस्टमलाई पनि चाहिँ कुन ठाउँमा यो योजना गर्दा हुन्छ अथवा हुँदैन भन्ने कुराहरू समयको अनुसार त्यसलाई चाहिँ परिमार्जन गरेर नीति नियमहरू पनि बनाउनुपर्छ जस्तो लाग्छ मलाई। अब जस्तो यो लामो समयसम्म भनौँ न तपाईँहरू स्थानीय र हाइड्रोबिच द्वन्द्व चलिरहने होइन अब निर्माणले उहाँहरूले काम पनि अगाडि बढाइरहने यसो गर्दा त भोलि तपाईँको थप समस्या निम्तिने पनि देखिन्छ र अघि तपाईँले भने जस्तो भोलि यसको जोखिम रिस्क कसले मोल्ने भन्ने कुरा पनि हुन्छ। अब यसो हुँदै गर्दा कतै तपाईँको भनौँ न चाहिँ हामी तपाईँको आफै भनौँ न स्थानीय स्तरमा अब भनौँ न स्वार्थगत तरिकाले अथवा भनौँ न चाहिँ साँच्चीकै जो मर्कामा परेको छ होइन उहाँहरूको आवाज बोल्ने नाउँमा कति स्वार्थ समूहहरू पनि त्यहाँ मिसिएर भोलि तपाईँको घुसपेट हुने खतरा पनि भएको तपाईँले इङ्गित गर्नुभयो। अब यसलाई हामी अन्त्यमा अब कसरी समाधान गर्न हामी चाहिँ प्रयत्नशील रह्यो भने यो समस्या भनौँ न तपाईँ दुवैतर्फ चाहिँ विन विन हुने देख्नुहुन्छ तपाईँले? यो ठुलो कुरा छैन किनभने अब हाम्रो यो लगानीकर्ताको समिति र सङ्घर्ष समिति बसेर यो योजनालाई चाहिँ कसरी लाँदाखेरि योजना पनि सफल हुन्छ र तलको उपभोक्ताहरू पनि चाहिँ लाभान्वित हुन्छन् भन्ने कुरा आउँछ भने माथिको केसमा अब माथि वनको उपभोक्ताहरू छन् उनीहरूलाई पनि कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरा गरेर 3 मेगावाटको जुन डिजाइन थियो त्यो गरेर मिलापत्र भयो भने एकदम राम्रो छ। र घुसपेट भयो के भयो भने यहाँ हामीले पनि सङ्घर्ष समिति हो भन्दैमा हाम्रो कन्ट्रोलभित्रको कुरा भएन। हामीलाई पनि यो उपभोक्ताहरूले चाहिँ तिमीले अहिले प्रतिनिधि गरिदेऊ भन्ने कुरा मात्रै हो। हाम्रो पहुँचभित्रको सुरक्षा शान्ति सुरक्षाको चाहिँ हाम्रो पहुँचभित्रको कुरा छैन। त्यसरी भएन भने भोलि बिहान अब नराम्रो कुरा त गर्नै हुँदैन र हुनु पनि हुँदैन, त्यो कल्पना पनि नगरौँ। तर चाहिँ भयो भन्ने कुरा चाहिँ अहिले आएर चाहिँ के हुन्छ भन्ने कुरा आकलन गरे भन्दा बढी पनि हुनसक्छ। यो चाहिँ अब अहिले सबैलाई थाहा छ टेक्नोलोजीको अब सबै कुराले गर्दाखेरि अब विषयवस्तुलाई अलि अन्डर इस्टिमेट अथवा चाहिँ यो यतिमा होला भन्ने कुरा चाहिँ सोच्नु चाहिँ अहिलेको अवस्थामा चाहिँ जो कोहीले पनि हामी सङ्घर्ष समितिले होस् अथवा निर्माणकर्ताले होस्
अथवा सरकारहरूले होस्, यो कुरा चाहिँ तिनटै पक्षले सोच्यो भने चाहिँ भोलि बिहान घटिहाल्यो भने कसैको पहुँचभित्रको नहुन नि सक्छ कि भन्ने कुराहरू लाग्छ। त्यस कारणले यो ठुलो कुरा छैन, दुई पक्ष मिलेर समाधान आउने र दुई पक्ष मिल्न पत्र हुँदाखेरि अब राज्य पनि उपस्थिति हुने गऱ्यो भने यो छिटै पनि समाधान हुने कुरामा हामी विश्वास गर्दछौँ। अब जस्तो अहिले हाइड्रोले काम अगाडि बढाइरहँदा लामो समयमासम्म सङ्घर्ष समिति यानि कि तपाईँको खेतका जो कुलो प्रयोगकर्ताहरू हुनुहुन्छ उहाँहरूले निरन्तर आफ्नो आवाजलाई उठाइरहनु भएको छ होइन। अहिले अब यो बिचमा जस्तो यहाँ प्रहरी प्रशासन पनि छ होइन, नगरपालिका पनि छ, उहाँहरूको भूमिका अलिकति प्रभावकारी भएन कि भन्ने हो तपाईँको कुरा? यो जनमानसको बुझाइ त्यो भएको छ, अथवा नगरपालिकाले नै आफ्नो कर्तव्य पुरा गर्नुभएको छ, वडा कार्यालयले नै आफ्नो कुरा गर्नुभएको छ, प्रशासकले नै आफ्नो जिम्मेवारी गर्नुभएको छ। तर कति कुरामा अहिले जनमानसको कुरा चाहिँ अलिक छिटो, जस्तो यो चैतभन्दा अगाडि जबसम्म त्यो योजना तल आएन यो तलको बासिन्दाहरूको चासोको विषय थिएन। तर तल आइसकेपछि आफ्नो एरिया नभए तापनि प्रभावित पर्न सक्ने अवस्था देखेपछि बल्ल आएको हो। गर्दाखेरि विशेष गरेर पहल गर्दा गर्दै पनि जनमानसको हिसाबमा स्थानीय सरकारले अलिकति चाहिँ मध्यस्थता गर्न ढिलो गरेको कि भन्ने महसुस भइरहेको अवस्था छ। अब अहिले लामो समयदेखि भनौँ न चाहिँ एउटा यो दरमखोला मध्य दरमखोलाको हाइड्रो परियोजनाले एकदम चरम उत्कर्ष लिइरहेछ। नागरिकहरू निरन्तर रूपमा सामाजिक सञ्जालमा पनि उहाँहरूले आफ्ना विरोधका आवाजहरू दिइरहनु भएको छ, बोलिरहनु भएको छ होइन। अब हामी कार्यक्रमको नितान्तै अन्त्यतिर पनि छौँ। अन्त्यमा अब यो कार्यक्रम हेरेर बसिरहनुभएका महानुभावहरूमा तपाईँ एउटा सङ्घर्ष समितिको सदस्य पनि हुनुहुन्छ, के भन्नुहुन्छ? यो कति कुराहरू सबै जो जहाँबाट हेर्नुभएको छ देश विदेशमा, अझ गोलकोटलाई माया गर्ने त हामीभन्दा पनि युरोप, अमेरिका, जापान, विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू छन्। उहाँहरूले चाहिँ हरेक दिन हरेक पल हाम्रो फुर्सदभन्दा नि उहाँहरूले निकालेर हेरिरहनु भएको छ। यो चाहिँ विकासको नाममा कति कुराहरू चाहिँ विनाश पनि हुँदो रहेछ। त्यस कारणले विकास र विनाशलाई सन्तुलन गरेर अगाडि जाने प्रक्रियामा यो परिवेश आएको हो। तपाईँहरूले चाहिँ अब तपाईँहरूको आफ्नो आफ्नो दृष्टिकोणबाट आफ्नो आफ्नो मूल्याङ्कन हुनसक्छ, तर वास्तवमा गोलकोटको लागि टुरिज्म, कृषि को लागि र वातावरणको लागि चाहिँ यो खोला गाईघाटभन्दा मुनि र तल चाहिँ अब मनायामनी भइसक्यो। मनायाभन्दा माथि खुला रूपमा चाहिँ गौँदी र दरमहरू खुला रूपमा हुन् र वातावरण राम्रो होस् भन्ने अवस्थामा यहाँको जिज्ञासा समुदायको जिज्ञासाको कुरा हो। र तपाईँहरूले कति कुराहरू चाहिँ आफ्नो बुझाइमा कस्तो देख्नु भएको छ र यदि ठिक देख्नु भएको छ भने अब तपाईँहरूको आवाज पनि सहयोगको लागि चाहिँ हामी अनुरोध गर्छौँ। र जहाँबाट हुनुहुन्छ त्यो आफ्नो ठाउँबाट चाहिँ त्यो तरिकाले चाहिँ सहयोगको लागि चाहिँ हामी सङ्घर्ष समितिबाट चाहिँ अनुरोध गर्दछौँ भने स्थानीय सरकारले पनि समयमै सबै ताराखोला गाउँपालिकाको स्थानीय सरकारसँग र हाइड्रोको कम्पनीको के अरे जिम्मेवारी व्यक्तिहरूसँग समन्वय गरेर यस विषयलाई चाहिँ छिटो समाधान गर्नको लागि चाहिँ हामी सम्पूर्ण उपभोक्ताको तर्फबाट समितिको तर्फबाट अनुरोध गर्छु। हुन्छ, यो महत्त्वपूर्ण समय र संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। यो मौका दिनुभयो र केही शब्द बोल्ने मौका दिनुभयो। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद।